नमस्ते है साथीहरू, स्वागत छ है मेरो भ्लगमा। आज फागुन 19 गते भनेको हाम्रो तराईतिरको होली। पहाडतिरको होली हिजो नै भयो 18 गते, आज 19 गते हाम्रो तराईतिरको होली। आज मङ्गलबार। अहिले यो दिनमा तराईको प्राय मान्छेहरू माछा मासु खाँदैन, जसको कारण हाम्रो तराईतिरको होली सरिएको छ। यस्ता मुलाहरू बहाना बनाएर के माछा मासु नखान पाएर होलीलाई नै सारेको छ के। बुधबार आज केही पनि छैन भने यतिकै हामी घुम्न आएको छौँ। होली गाउँमा केही पनि होलीको माहौलै छैन, माहौलै देखेन के होली मनाउन। त्यही आज मङ्गलबार परेर के माछा मासु खान पाउँदैन, रक्सी सक्सी खान पाउँदैन, त्यही भएर होलीलाई नै सार्यो के होइन। त्यही भएर यसो घुम्न आएको आज। यसो गाउँतिरको माहौल यस्तो छ, पुरै हरियालीले भरेको हाम्रो गाउँ। यहीँ पोखरी